हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल न्यू ब्लग तपाईहरु सबैजनालाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा। मौसम खराब भएर होला रुगा लाएर एकदमै गाह्रो भइरहेको छ तैपनि म तपाईहरुको लागि नयाँ ठाउँको लागि ब्लग चाहिँ एडिट गरिरहेको छु। ल गाइस हेर्नुस् है, यो चाहिँ गोकर्ण भन्छ। जोरपाटीदेखि अलि माथि जानुपर्छ काठमाडौँमा। अलि हाइटीमा छ, पहाडी एरियामा पर्छ, राम्रो छ। अनि यहाँनिर हामी भाइ बहिनी हामी सबै भेला भएर नास्ता खानलाई रेस्टुरेन्टमा बसिरहेको छौँ। उता दुईजना गफ गरेर हाँसिरहेको छ। अनि हामी यहाँनिर कफी पनि लिएर इन्जोय गरिरहेको छ। हेर्नुहोस् न एकदमै दामीसँग मेरो भाइलाई मैले मेरो ब्लगमा वेलकम भने, मेरो बहिनीलाई पनि। बहिनी चाहिँ लजाइरहेको थियो, पछि चाहिँ आउनुभयो। यसरी चाहिँ रमाइलो गरेर आजको दिन चाहिँ यसरी नै गयो गाइसहरू। साथीसँगीहरूसँग भेट्ने भने यही त हो नि। भाइले चाहिँ ब्ल्याक कफी लिइराख्नु भएको छ सुनिल भाइले, हामीले चाहिँ अनि टीवाला कफी चाहिँ लिइरहेको छ। अनि यहाँनिर फलफुल चाहिँ हाम्रो आइसकेको छ, हेर्नुहोस्। एकछिनपछि पिज्जा पनि आयो, हेर्नुहोस् न। अनि हामी अब एकछिनपछि पिज्जा खान्छौँ। योभन्दा अगाडि चाहिँ हामीले खाजाङखुजुङ धेरै चिजहरू चाहिँ खाइसकेको छ आज। चिसो है, कुरकुरेहरू, पानीपुरी के यानतेन धेरै चिजहरू चाहिँ खाइसकेको छ गाइस हामीले। उहाँले चाहिँ यस्तो राम्रोसँग लभ गराउनु भएको छ, मलाई चाहिँ लभ गराउनु आउँदैन क्या। पानीको पत्ता भाइ र बहिनीले बनाएँ, म चाहिँ यस्तै हेरेको हेरेँ। हाम्रो सुनिल भाइको चाहिँ भोलि फ्लाइट थियो है। अनि मैले चाहिँ भाइ भाइ मेरो भाइ, म भोलि तपाईँलाई पुऱ्याउन आउन त भ्याउँदिनँ, अब सेफ जर्नी भने। अनि त्यस्तो भाइ चाहिँ भोलि जाँदै हुनुहुन्छ। त्यस पछाडि हामीलाई पार्टी दिनुभएको। अनि यहाँनिर बहिनीले यसरी चाहिँ दुईवटा औँला चाहिँ देखाइरहेको छ, हामी दुईजना छौँ भनेर है। त्यस पछाडि भाइले भन्नुभयो अब जानुपर्छ भाइ दिदी भनेर भन्नुभयो। मैले भने राम्रोसँग जानु मेरो भाइ भने। फाइनली भाइ चाहिँ हामीलाई छोड्नलाई आउँदै हुनुहुन्छ। यहाँनिर भाइले हक गरेर बहिनीलाई भनिसक्नु भएको छ राम्रोसँग जानु। अनि मलाई पनि राम्रोसँग जानु ल मेरो प्यारो दिदी भन्नु भइसकेको छ। र हामी एकछिनमा निस्किरहेको छौँ। अनि धेरै इन्जोय गर्यो आज दिनभरि। ल मेरो भाइ चाहिँ लाग्नुभयो आफ्नो गन्तव्य घरतिर है। अनि भाइले चाहिँ हामीलाई छोड्न आउँदै हुनुहुन्छ। अब एकछिनमा हामी पुग्छौँ काभ्रे स्थल काठमाडौँमा। अनि उसलाई धेरै जाडो भएर भाइको हुडी मागेर लगाइरहेको छ। ल हामी चाहिँ यहाँ जाममा परेको छ दुईटी। बहिनी र म पनि लगभगै 3-4 वर्षपछि भेट भएको थियो। धेरै माया लागेको थियो, इन्जोय गऱ्यौँ जोस् दुई बहिनी बसेर। आज दिनभरि हामीले खाना खाएनौँ, बाहिरको फास्टफुड मात्र खाएर बसेको। फेरि हाम्रो चिया र जेरी चाहिँ सुरु भयो है खानालाई गाइसहरू। यहाँनिर बहिनी लजाको देखेर हामीले चाहिँ फाइनली एकदमै के गरिरहेको छौँ भन्दाखेरि अनि जिस्काउन चाहिँ मजा आयो। त्यही भएर मैले त्यो इमोजी चाहिँ राखिदिएको थिएँ, प्लिज कसैले पनि माइन्ड नगर्नु होला। अनि हाम्रो सुनिल भाइ त हेर्नु घर गएर हुक्का तानिराख्नु भएको रहेछ। हाम्रो साँझको नास्तामा चाहिँ फेरि चिया र हामीले जेरी चाहिँ खाइरहेको छौँ। मैले चाहिँ खाएन किनभने अलरेडी नास्ता चाहिँ मलाई ओभर भइसकेको थियो। दिनमा फलफुलदेखि लिएर चटपटे पानीपुरीदेखि लिएर पिज्जादेखि लिएर धेरै कुराहरू खाइसकेको थियो। अब भाइ जाँदै हुनुहुन्छ, हामीले बाई गऱ्यौँ। भाइले रात धेरै पऱ्यो, यति बस्नु न 6-7 बजिसकेको छ भनेको। भाइ चाहिँ बस्नु मन गर्नु भएन, जानुभयो। बाई गरिसकेको छौँ हामीले, भाइलाई बाई गरिसकेको छौँ। अब हामी जाँदैछौँ साथीको फुपूको घरमा। त्यहाँनिर हामीले धेरै इन्जोयहरू गऱ्यौँ साथीहरू। अब हामी भेट्नेछौँ अर्को ब्लगमा फेरि पनि। त्यतिन्जेलसम्मको लागि चाहिँ बाई भन्न चाहन्छु। बाई एभ्रिवान, आई लभ यु, आई मिस यु सो मच अल माई भ्युजर।